Hello and welcome back to my podcast, the place where we share about the inspiring journey, big dreams, and real story behind studying and living abroad. I am your host Sachin Upadhyay, and we have got a very special episode for you today. Our guest is someone who is about to embark on one of the most exciting journey or chapter of his life, and he is moving towards the United States to pursue his master's degree or the graduate degree studies. And now we'll all know this journey isn't just a book and lectures. It's about courage, preparation, and stepping into the new whole world of the opportunities. Today we'll meet Mr. Pragyan Bhatrai, a passionate agriculture graduate who has worked tirelessly to turn his dream into reality. From countless hours of research and applications to interview, scholarship, and visa hurdles, he has navigated it all with determination and focus. In our conversations, we'll talk about academic journey or academic goal, what drew them to study in the US, and challenges they have faced along the way, and the lesson they hope to carry with them into next stage of life. So grab your coffee, settle in, and let's hear from the Bhadrai, the future graduate students, and prove that with vision and persistence, dream turns into reality. To take a flight long way from Nepal to US. हेलो प्रज्ञान वेलकम अनि कङ्ग्रेचुलेसन्स रिसेन्टली भिसा एप्रुभ भएको छ तपाईँको कस्तो फिल भइरहेछ त? हजुर धन्यवाद दाइ मेरो अहिले रिसेन्टली अप्रुभ भएको भिजा अनि अहिले खुसी नै छु भनौँ। अब मेहनतको फल पायो अब त्यसै गरी अहिले खुसी नै छु। अब लुकिङ फरवर्ड टु इट। अब 1 महिनामा फ्लाइट छ। त्यतिखेर अब एक्साइटेड छु म अहिले जानलाई अब। ठिक छ। अनि तपाईँ अन्डरग्रेड कहाँ पढ्नु भएको? मैले चाहिँ अन्डर ग्रेजुएट आइएएस टियुको पग्लिया क्याम्पसमा पढेको। अनि त्यहाँ चाहिँ मैले नोभेम्बर 2023 अराउन्डमा पास आउट भएको हामीहरू चाहिँ। अनि त्यसपछि चाहिँ मैले अनि यस्तै यो अब जिआरई टोफेलहरू विभिन्न यस्तो गरेर चाहिँ अनि त्यसपछि अहिले चाहिँ अब मास्टर्सलाई अब अमेरिका जानु लागेको। अब के अरे ओभरअल स्कोर भन्ने हो भने चाहिँ त्यही अराउन्ड 81% वरिपरि आएको थियो। अनि अब त्यो अब जिआरई र आइएल्सहरूको पनि राम्रै राम्रै स्कोर थियो त्यस्तो त्यो अनि पर्सनल कुराहरू गर्दा तपाईँ अन्डरग्रेड पढ्दै गर्दा होइन के कुराले चाहिँ तपाईँ इन्सपायर हुनुभयो जसले गर्दा अब हुन्छ युएस जाम मास्टर्स पढौँ भन्ने फिलिङ तपाईँलाई लास्ट सेमेस्टरतिर आयो कि पहिलेदेखि एउटा सोच थियो होइन लोकसेवा चाहिँ गर्दिनँ बा लोकसेवा गर्छु नत्र भने विदेश जान्छु थियो कि कस्तो खालको सोच लिएर आउनुभएको थियो तपाईँ? यो ब्याचलर भन्दा पनि म एकचोटि +2 पछिको एकचोटि भन्छु हजुरलाई एउटा कहानी। म खासमा कस्तो थियो भन्दाखेरि एग्रिकल्चर पढ्छु भनेर मैले कहिले पनि सोचेको थिएन क्या। मलाई यति थाहा थियो कि बायोलोजिकल फिल्डमा चाहिँ जाने हो म भनेर। अनि त्यसपछि एमबिबिएस ट्राई गरेको भएन मेरो होइन। त्यो फुल स्कलरसिपमा पाइएन कि एमबिबिएसमा। अनि हजुरको त्यसपछि चाहिँ फर्दर अप्सन चाहिँ मैले एग्रिकल्चर कि त यहाँ जेनेटिक इन्जिनियरिङ पढ्ने नजिकै एउटा कलेज छ क्या मभन्दा टियुको छ। त्यो दुईटा मध्ये एउटा चुज गर्ने भनेर सोचेको थिएँ कि। अनि तर एग्रिकल्चरको इन्ट्रान्स दिएपछि चाहिँ अनि त्यहाँ नाम निस्क्यो मेरो। त्यस्तो म एकदम फ्यामिलियर पनि थिएन एग्रिकल्चरसँग। तर मलाई जब गइसकेपछि चाहिँ एकदम इन्ट्रेस्ट डेभलप भएको कि एग्रिकल्चरमा कलेजमा गइसकेपछि त्यहाँ पक्लियामा। अनि मेरो मेजरली चाहिँ दुईवटा फिल्ड अफ इन्ट्रेस्ट थियो। एउटा चाहिँ हजुरको यो सोइल कार्बन रिलेटेड रिसर्च एउटा थियो। अनि अर्को चाहिँ हजुरको यो स्ट्रेस टलरेन्स एन्ड ब्रिडिङ यो सिरियल क्रपहरूमा इन्भाइरोमेन्टल स्ट्रेस रिलेटेडहरू जस्तै हिट स्ट्रेस ड्रट स्ट्रेसहरू यो रिलेटेड मेरो काम पनि गरेको त्यहाँ रिसर्च पनि गरेर पब्लिकेसनहरू पनि गरेको सरहरूसँग मिलेर त्यहाँ। अनि मैले त्यसपछि त्यो ब्रिडिङको रिसर्च चाहिँ पहिल्यै 3rd 5th सेमेस्टरमा गरेको थिएँ 3rd र 5thमा। त्यही भएर मैले चाहिँ यो थिसिसमा चाहिँ मैले सोइल साइन्सको रिसर्च गरेको थिएँ कि बायोचार रिलेटेड। अनि मलाई चाहिँ के थियो भन्दाखेरि म चाहिँ जाने यो म चाहिँ फ्युचरमा चाहिँ अलरेडी मैले यो सर्ट लिस्ट गरिसकेको थिएँ कि म कि ब्रिडिङ रिसर्च कि यस्तो सोइल साइन्स रिसर्चमै जान्छु भनेर। अनि मैले चाहिँ त्यसपछि अनि फर्दर पछि पनि त्यही त्यस प्रोफेसरहरूलाई रिच आउट गरेको थिएँ क्या सिमिलर रिसर्च इन्ट्रेस्ट भएको। अनि लक्किली चाहिँ अहिलेकोमा चाहिँ मेरो लगभग फोल्डर सिस्टममा भए पनि सोइल रिलेटेडै रिसर्च हो कि मेजोरिटी हुने चाहिँ। सोइल पनि एउटा राम्रै सब्जेक्ट हो होइन कम्पेयर टु अदर्स अब सबैको आफ्नो आफ्नो चोइस हुन्छ तपाईँको सोइलतिर होइन सोइलको फर्टिलिटीहरू हो इम्पोर्टेन्ट त्यो हेरेर जान लाग्नु छ राम्रो त हो तर अब तपाईँ
जान खोज्दा पनि के हुन्छ भने युनिभर्सिटी स्पेसिफिक हुन्छ क्या कुराहरू धेरै होइन। अब तपाईँले युनिभर्सिटी चुज गर्न पर्यो, हेर्न पर्यो, सेलेक्सन गर्न पर्यो, प्रोसेस त लामो छ। तपाईँले चाहिँ कुन प्रोसेसबाट गएर युनिभर्सिटी सिलेक्ट गर्नुभयो वा प्रोफेसर चाहिँ हेर्नु गएर प्रोफेसर सिलेक्ट गर्दा युनिभर्सिटी पर्यो, कुन तरिकाले तपाईँले प्रोसेस गर्नुभएको थियो? यो प्रोफेसर यो युनिभर्सिटी चुज गर्न चाहिँ मलाई त्यहाँ जिआरई प्रिपेयर गरेको थिएँ कि अनि त्यहाँको जुन हेल्प डेस्क छ नि त्यहाँ चाहिँ मलाई त्यो त्यतिखेर मलाई थाहै थिएन कि त्यो स्टार्टिङ जिआरईमा चाहिँ मलाई त्यो हजुरको एउटा युनिभर्सिटी लिस्ट छ क्या यो सायद मैले ठ्याक्कै अहिले भुलेँ कुन चाहिँको त्यो लिस्टिङ ऱ्याङ्किङ हुन्छ क्या प्रत्येक वर्ष तिनीहरूले चेन्ज गर्ने रहेछ अनि 2024 को चाहिँ मैले त्यतिखेर त्यो लिस्ट पाएको थिएँ कि त्यसमा हजुरको जस्तै एग्रिकल्चरभित्र पनि सोइल साइन्स हर्टिकल्चर प्याथोलोजी गरेर फिल्टर हुन्छ कि युनिभर्सिटीहरूको अनि मैले चाहिँ त्यसै गरी सोइल साइन्स र त्यो प्लान्ट ब्रिडिङहरूको फिल्टर चाहिँ त्यसरी मेरोमा थियो कि त्यो मैले फिल्टर गरेर राखेको थियो फाइल थियो मसँग अनि मैले चाहिँ बटम टु अप चाहिँ त्यो गरिरहेको थिएँ कि भन्नाले सबै यिनीहरू R1 रिसर्च युनिभर्सिटी नै हुन् सबै यो चाहिँ विभिन्न स्टेटको एकदम रिसर्च राम्रो भएकोहरू थियो अनि मैले चाहिँ त्यस्तै गरी त्यही अब त्यहाँभित्र गएर अब आफ्नो रिसर्च मिल्ने प्रोफेसरहरूसँग चाहिँ मेल गर्ने उनीहरूको रिसर्च पढेर अनि त्यसपछि पढ्ने अनि आफूसँग मेल खाँदो रहेछ भने चाहिँ एकदम डिटेल्ड उसमा मेलहरू गरेको थिएँ अनि त्यसरी चाहिँ मैले युनिभर्सिटी सर्ट लिस्टिङ गरेको थिएँ। तपाईँ अहिले जान लागेको युनिभर्सिटी चाहिँ कुन हो? कुन ठाउँमा भनौँ न, कुन स्टेटमा पर्छ, कुन युनि हो? म जान लागेको चाहिँ युनिभर्सिटी अफ आइडहो आइडहो स्टेटमा हो अनि आइडहोको चाहिँ यो वान एन्ड अन्ली त्यो R1 रिसर्च युनिभर्सिटी हो त्यहाँ त्यो स्टेटभरिकै। ए रिसेन्टली नै भएको जस्तो लाग्छ आरोहण स्टेट चाहिँ होइन, 2024-25मा कहिले हो? यो एउटा राम्रो अचिभमेन्ट पनि हो, युनिभर्सिटीलाई नै अचिभमेन्ट राम्रो हो, अब पढ्ने स्टुडेन्टलाई पनि एउटा राम्रो अचिभमेन्ट नै हो होइन। अब तपाईँको प्रोसेस चाहिँ कस्तो हो? तपाईँ डिपार्टमेन्ट थ्रु जानुभयो कि युनिभर्सिटीको प्रोफेसरलाई नै खोजेर जानुभयो, डिपार्टमेन्ट थ्रु जानु भएन? डिपार्टमेन्ट थ्रु चाहिँ म गएको होइन मैले कहीँ पनि डिपार्टमेन्ट अप्लाई गरेको थिएन मैले प्रोफेसरकै थ्रुबाट अनि प्रोफेसरले इन्टरभ्यू लिएपछि हुन्छ अप्लाई गर भनेपछि मात्र गरेको। यो मलाई ठिक लागेको। अब जस्तै अस्ति एकजनासँग कुरा भएको थियो, उहाँको चाहिँ डिपार्टमेन्ट थ्रु थियो होइन, डिपार्टमेन्टबाट गर्नुभएको थियो। अब हामीले चाहिँ यस डिपार्टमेन्ट थ्रु पनि पाइयो अनि प्रोफेसर थ्रु पनि पाइयो, एउटा फाइदा चाहिँ हो भन्छु मैले। एग्रिकल्चर, भेटनेरी होइन, फोरेस्ट्री, जुन पनि साइन्स ब्याकग्राउन्ड, इन्जिनियरिङ, कम्प्युटर साइन्स पढेको लागि यो एउटा राम्रो कुराहरू भनौँ न होइन, हामीलाई जिआरएको लागि चाहिँ एकदम राम्रो कुरा हो। अब अर्को कुरा गर्न पर्दाखेरि चाहिँ तपाईँको कस्तो भने एप्लिकेसन प्रोसेसहरूमा भनौँ न होइन, अब युनिभर्सिटी जाने, युनिभर्सिटी जाने, एप्लाई गर्ने हो, समस्या त छैन। तर तपाईँलाई जस्तै डकुमेन्टेसनको कुरा गरौँ, एसओपी लेख्नुपर्छ, एलओआर लेख्नुपर्छ होइन, डिफ्रेन्ट डकुमेन्टहरू अट्याच गर्नुपर्छ कोही बेला। अनि त्यस्तो प्रोसेसमा कुनै समस्याहरू आए बिचमा? हजुर यो स्पेसल्ली एसओपीमा आएको थियो है मेन चाहिँ हजुरको सबसे अब लेन्दी डकुमेन्ट सबसे अप्ठ्यारो लेख्नलाई त्यही नै थियो अनि एलओआर छ बरु एलओआरको कस्तो भयो भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यो प्रिभियस सिनियरको चाहिँ त्यो कपी थियो कि मसँग उहाँले मलाई मेल गरिदिनु भएको थियो कि यस्तो फर्मेट हुन्छ भनेर अनि मैले चाहिँ त्यो लिटरली कपी त गरेको होइन मैले चाहिँ त्यो उहाँको पढेपछि चाहिँ आफ्नै भाषामा लेखेको थिएँ कि पुरै सरहरूले पनि आफै एडिट गरेर त्यो विभिन्न सेन्टेन्सहरू चेन्ज गरिदिनु भयो अनि उहाँहरूले पठाइदिनु भएको थियो हजुरको एसओपीमा चाहिँ जस्तै मैले अब धेरैजनाको हेल्प लिएको थिएँ हो अनि उहाँहरूले चाहिँ एउटा त्यो टेम्प्लेट जस्तो बनाइदिनु भयो कि मलाई तिमीले जस्तै फर्स्ट प्याराग्राफमा यस्तो गर सेकेन्डमा यस्तो यस्तो गर थर्डमा यस्तो गर फोर्थमा यस्तो गर यस्तो यस्तो कुरा रिलेटेडहरूलाई फोकस गर भन्नुभयो अनि इभन हजुरले पनि हेल्प गर्नुभएको थियो त्यो विषयमा अनि त्यसपछि चाहिँ त्यसरी चाहिँ मैले गरेको एसओपीलाई चाहिँ मलाई टाइम लाग्थ्यो भनौँ अब लगभग 10 डेज वरिपरि लाग्यो होला त्यो एडिट गर्दा गर्दा यताउति गर्दाखेरि त। एकदम यो अस्ति एकजना सन्जोगसँग कुरा भएको थियो होइन, उहाँ पनि आइरहेको जान लाग्नु भएको छ, उहाँ चाहिँ डिपार्टमेन्ट थ्रुबाट हो। उहाँले पनि त्यही भन्नुभयो कि यो मेन प्रोसेस भनेको चाहिँ एसओपी नै हो र एसओपीमै टाइम लाग्दो रहेछ। किन भन्दा तपाईँलाई तपाईँको बारेमा लेख्नलाई नै गाह्रो हुन्छ क्या, आफ्नो बारेमा लेख्नलाई। अनि हामी चाहिँ अरूलाई लेख्न दिन्छौँ कि अझै लेखिदिनु न मेरो भनेर, त्यो चाहिँ अलिक नमिल्दो कुरा नै हो जस्तो लाग्छ। अब जस्तै तपाईँले एप्लाई गर्दै गर्दा अघि नै भन्नुभयो भन्न त तपाईँले होइन, जस्तै स्कोर मात्रै म्याटर गर्दैन सधैँ। तपाईँलाई चाहिँ के लाग्छ, स्टुडेन्टले के सोच्छ होइन, जसले गर्दा एप्लाई गर्दै जाँदा पनि प्रोसेसमा कम्प्लिकेसन्स आउँछ वा मिसकम्युनिकेसन हुन्छ, मिसअन्डरस्ट्यान्डिङ हुन्छ कसैको होइन, मेरो पेपर भएन नि यस्तो हुन्छ, वा मेरो पेपर धेरै भयो भने बल्ल मेरो एसेप हुन्छ भने, यस्तो मिसकन्सेप्सनलाई चाहिँ तपाईँले कसरी हुँदैछ अहिले? होइन अब पर्सनल्ली मेरो चाहिँ पेपरहरू थियो है अब म जुन फिल्डमा अहिले जान लाग्छु नि त्यो रिलेटेड मेरो चाहिँ थिसिसकै पेपर अन्डर ग्रेजुएट थिसिसको पेपर थियो मेरो मैले सिनियरहरूमा चाहिँ लगभग
एकजना सिनियर बाहेक सबैको एग्रिकल्चर रिलेटेडको चाहिँ जुन जिआरएमा जानुभयो, मैले केही न केही उहाँहरूको केही न केही पब्लिकेसन भएको चाहिँ मैले पाएकै छु है, त्यो चाहिँ अब अनेस्टली भन्नुपर्दाखेरि चाहिँ केही न केही हुन्छ कि उहाँहरूको। मैले बस एकजना सिनियरको मात्र पाएको छैन। सो मैले चाहिँ रेकमेन्ड गर्छु सकेसम्म हजुरहरूले अब त्यस्तो अ, मिल्छ भने चाहिँ लेख्ने ट्राई गर्नु, किनभने तपाईँलाई पछि मास्टर्समा, पिएचडीमा पनि काम लाग्छ त्यो कुराहरूले। तपाईँले रिफरेन्सिङ टुल्सहरू चलाउन जान्नुहुन्छ। हजुरले त्यो साइन्टिफिक राइटिङ गाइडलाइन्सहरू थाहा पाउनुहुन्छ, कसरी लेख्नुपर्छ, इन्ट्रोडक्सन कसरी लेख्ने, मेथोडोलोजी कसरी लेख्ने होइन। अनि त्यही भएर चाहिँ त्यस्तो सकेसम्म गर्नु, तर मेरो छैन भनेर चाहिँ त्यस्तो आत्तिन चाहिँ पर्दैन है। त्यस्तो भन्नाले आफ्नो अरू हुन्छ नि, जस्तै अब जिआरईको आफ्नोको हातमा हुन्छ, अब टोफेल आफ्नो हातमा हुन्छ, आफ्नो ब्याचलरको पढाइको पर्सेन्टेज आफ्नो हातमा हुन्छ होइन, आफूले गर्ने इन्टर्नसिप अपर्च्युनिटी आफ्नो हातमा हुन्छ। यिनीहरू कुराहरू बलियो भयो भने चाहिँ त्यसले त्यति म्याटर चाहिँ गर्दैन। तर ठिकै हो, तपाईँले भनेको कुरा नि म चाहिँ एग्री गर्छु होइन। पेपर सबै कुरा होइन, तर पेपर इज अ प्लस होइन। जहिले पनि तपाईँको छ, तपाईँको छ, त्यही भएर तपाईँले लिनुभयो, पाउनुभयो। अब दाइहरूको पनि थियो, अब हाम्रो सिनियरहरूको पनि एकजनाको थियो, एक दुईजनाको थिएन होइन। तर सबैले पाएछन् कि एउटा न अर्को। यो अब प्याथोलोजीमा जाने दाइले नै भनौँ न पेपर छैन तर पनि पाउनुभयो नि त। प्याथोलोजी सब्जेक्ट आफैमा एउटा राम्रो सब्जेक्ट पनि हो। त्यही भएर पेपर इम्पोर्टेन्ट चाहिँ हो सिक्नलाई। तपाईँले एउटा कुरा चाहिँ राम्रो के भन्नुभयो भन्दाखेरि रिफ्रेन्सिङ स्टाइल सिकिन्छ होइन। टुल्सहरू युज गरिन्छ, रिफ्रेन्स गर्न पर्यो, साइटेसन गर्न पर्यो, सिकिन्छ। पेपर लेख्नु भनेको पेपरै हुनुपर्छ होइन। एउटा जर्नल जहाँ पब्लिस गरे पनि सिकिएका कुराहरू धेरै हुनसक्छ भन्ने कुरा। अब यसै कुराहरूमा चाहिँ तपाईँले जस्तै फाइनेन्सियल पार्टमा त हाम्रो अब एसिस्टेन्सी भइसकेपछि फाइनेन्सियल पार्ट हुने भएन होइन। तपाईँले लगभग कतिवटा जति मेल गर्नुभयो होला अहिलेसम्म, एसिस्टेन्सी पाउँदासम्म भनौँ न? मेल त मेरो 2200 प्लस नै गर्थ्यो होला दाइ टोटलमा है। अनि त्यो अब फलोअप गर्ने हो भने त अझै डबल ट्रिपल हुन्छ त्यही, अब किनभने यो त प्रोफेसरलाई रिच आउट गरेको मात्र हो यति त हजुरको। अनि त्यसपछि यो इन्टरभ्यू पनि मैले 3टा जति पाएको, एउटा इन्टर्नसिपको पाएको थिएँ, त्यो इन्टर्नसिपको भएन। अर्को चाहिँ मेरो क्लेम्सन युनिभर्सिटीमा लगभग फिक्सै भइसकेको थियो लास्ट 2025को स्प्रिङको लागि, त्यतिखेरै फिक्स भएको थियो। अनि के भयो त्यतिखेर भन्दाखेरि त्यहाँ अब प्रोफेसरले पछि चाहिँ अनि फन्डिङ मिलेन, अनि मैले मास्टर्सको नभएर पिएचडी स्टुडेन्ट लिनुपर्ने भयो भनेर भन्नुभएको थियो कि लास्ट मोमेन्टमा। अनि त्यो चाहिँ एकदमै भन्नाले हार्ट ब्रेकिङ सिचुएसन थियो कि मेरो लागि। अनि त्यसपछि के भयो भन्दाखेरि त्यसपछिको 3 विक्स पछि नै मैले अनि यहाँ यो युनिभर्सिटी अफ आइडाहोकोमा चाहिँ इन्टरभ्यू दिएर मेरो फिक्स भएको थियो कि, त्यही भएर धेरै लामो समय पनि गएन त्यस्तो। छोटो समयमै तपाईँले जे भए पनि अचिभ गर्नुभयो भनौँ, तर मेल धेरै गर्नुभयो एउटा छोटो समयमा पनि। हजुर, हजुर। मैले मेल गर्न चाहिँ मैले सुरुमा स्टार्ट गरेको थिइनँ। मैले जब टोफेल दिएर भ्याएँ, सायद मैले टोफेल दिएको चाहिँ जुन 2024 मा हो। मे 2024 मा मैले जिआरई दिएको थिएँ। मैले त्यसपछि बल्ल एकदम मेल गर्न थालेँ। मैले त्योभन्दा अगाडि मेलै गरेको थिएन। अब यही प्रोसेस, यही कुरामा अब तपाईँले सेलेक्सन गर्नुभयो, प्रोफेसरसँग जान लाग्नु भएको छ होइन। त्यसको लागि तपाईँलाई फेरि पनि बधाई छ। अब सायद बसोबास लामै हुन्छ त्यहाँ होइन। मास्टर्स पिएचडी अब सोचाइ कस्तो छ त्यही अनुसार सबै थोक भइसकेपछि हाम्रो I-20 आइसकेपछि भिसा प्रोसेसमा जान्छौँ। भिसा प्रोसेस गर्दै जाँदा भनौँ न, भिसा इन्टरभ्यूको लागि तपाईँले प्रिपरेसन गर्नुभयो, जति पनि तयारीहरू गर्नुभयो, त्यसमा केही कम्प्लिकेसन्स, केही प्रोब्लम्स होइन, वा डेट नपाइने त्यस्तो समस्याहरू कतिको फेस गर्नुभएको थियो अहिले रिसेन्टली? हजुर, डेट नपाइने समस्या त बहुतै हुने भएको थियो। मैले सायद 2-3 दिन त म रातभरि चाहिँ सुतेको थिएन है त्यो डेटको लागि भनेर। त्यही पनि पाइएन क्या। त्यो कस्तो भन्दाखेरि त्यो यहाँ अब खै अब नेटको समस्या हुने भएर हो कि यत्तिखेरै अब त्यो एकदम ट्राफिक प्याक भएर हुने हो कि त्यहाँ त्यो वेब पेजमा है, त्यही भएर नि होला दुइटै कम्बिनेसनले। अनि मैले चाहिँ लक्किली जुन यो त्यसपछि 1-1.5 महिनाको लागि बन्द गरेँ नि, त्योभन्दा अगाडि नै मैले लक्किली इन्टरभ्यू भइसकेको थियो मेरो। अनि हजुरको इन्टरभ्यूको लागि चाहिँ मैले एकदमै एक्सटेन्सिभ प्रिपरेसन गरेको थिएँ कि एकदम ओभर प्रिपरेसन गरेको थिएँ। त्यति साह्रो पनि नचाहिँदो रहेछ, पछि मलाई थाहा भयो त्यो कुरा है। अब जस्तै फर इक्जाम्पल क्वेसनहरू हुन्छ नि त, कमन क्वेसनहरू आउने हामीले ग्रुपहरूबाट देखिन्छ। जस्तै पाथवे टु युएसए भन्ने ग्रुपहरूमा पनि कमन क्वेसनहरू हालिदिनु भएको थियो। अनि अरू ग्रुपहरूमा पनि थियो। अनि त्यो मैले जस्तै एउटा क्वेसनको एन्सर मैले रेडी पारेँ नि, मैले अझै पनि मेरो कपीमा छ कि त्यो एन्सरहरू लेखेको। त्यो एन्सरभित्र पनि के क्रस क्वेसन सोध्न सक्छ आफूले आफूलाई भिओको ग्लासेसबाट हेरेर क्या। यो अब जस्तै मैले एउटा टर्मिनोलोजी भने, यो भने, त्यो टर्मिनोलोजी बारेमा झ्याप्प सोधिदिन सक्छ क्रस क्वेसन। अनि त्यो रिलेटेड नेपालमा के छ भनेर सोधिदिन सक्छ। मैले धेरै त्यो लामो सोचेको थिएँ कि। अनि त्यसरी मैले लगभग 10-11 वटा क्वेसनहरू प्रिपेयर गरेको थिएँ। अनि म कन्फिडेन्ट नै थिएँ, त्यस्तो ओभर प्रिपरेसन गरे पनि म कन्फिडेन्टै थिएँ। त्यस्तो मलाई त्यस्तो ल्याक अफ कन्फिडेन्स भन्ने चाहिँ थिएन। प्लस इन्टरभ्यूको दिनमा अर्को कन्फिडेन्स बुस्टर के भयो भन्दाखेरि मेरो अगाडि चाहिँ एउटा मास्टर्समा जान लागेको जियोलोजीको स्टुडेन्ट थियो कि जिआरए पाएको। ठ्याक्कै मेरो अगाडिको लाइनमा सेम भिजा अफिसरसँग उसको इन्टरभ्यू भएको थियो। अनि मैले पुरै सुनेको थिएँ कि उसको।
अनि त्यसपछि मलाई पनि जानुभएको सेम उसलाई जे क्वेसन सोध्नुभएको छ 4 वटा मलाई पनि सेम त्यही क्वेसन सोध्नुभयो क्या। त्यसपछि त म ढुक्कै भएँ अनि त्यसपछि अब ल टाइमको मात्र पाइहाल्छु जस्तो लाग्यो अनि त्यसपछि अनि ग्रिन स्लिप दिनुभयो। ग्रिन स्लिप दिएपछि अनि खुसी भइयो कि अनि गइयो अनि बाहिर चाहिँ। यस एक्सपिरियन्स नयाँ थियो, रमाइलो थियो होइन, खुसी भइयो त्यही बेला। तपाईँलाई एउटा कुरा चाहिँ राम्रै हो, हजुर। चाँडै पाउनु भएछ अलिकति डेट होइन, चाँडै पाएको हुनाले। नत्र भने अहिले चाहिँ अब सोसियल मिडियाको अलिकति समस्या भनौँ न, समस्या भएर पिङ्क स्लिपले अलिकति समस्या दिएको छ। समस्या त नभनौँ, जे होस् ढिलो हुनसक्छ होइन, आफू प्रिपेरेसन गर्न टाइम नपाइएला भन्ने समस्याहरू चाहिँ हुन सक्ने सम्भावना छन्। अनि अब युएस आउने प्लान त तपाईँको पक्का भइसक्यो, फलमा भनेपछि सबै त तयारी भइसक्यो होइन। आएपछि तपाईँ यहाँ कल्चर डिफ्रेन्स छ होइन, ल्याङ्ग्वेज त हाम्रो अब भनौँ न बोलिन्छ, हाम्रो सेकेन्ड ल्याङ्ग्वेज नै इङ्ग्लिस नै थियो भन्दा नि हुन्छ होइन। इङ्ग्लिसबाट पढियो, सबै कुरा गरियो, तर यहाँ आएपछि एउटा कल्चर चाहिँ डिफ्रेन्स छ क्या। घरबाट बाहिर नबसेको हुन्छ कोही कोही मान्छेहरू, त्यस्तो बेलामा चाहिँ तपाईँले त्यसको बारेमा चाहिँ के सोच्नु भएको छ? कल्चरली कसरी एडप्ट गर्छु वा मेन्टल्ली कसरी एडप्ट गर्छु, प्रेसर केही हुन्छ कि भन्ने केही प्रेसर त्यस्तो खालको लिनु भएको छ? नै त्यस्तो त प्रेसर त लिएको छैन। म जान लागेको ठाउँमा नेपाली सिनियरहरू पनि हुनुहुन्छ। त्यसले गर्दा पनि मलाई अलिकति सजिलो हुन्छ। अहिले पनि सजिलो भएको छ, धेरै कुरामा हेल्प गर्नुभयो उहाँहरूले। इन्भाइरोमेन्ट भनिदिनेदेखि लिएर त्यहाँ अब डिफ्रेन्स इन कल्चरहरू, फुडहरू पाउने आफूले। भन्नाले मलाई त्यस्तो भन्नाले झन् घुलमिल गर्न चाहिँ अब त्यहाँ विभिन्न कन्टिनेन्टबाट स्टुडेन्टहरू छन् होइन। उनीहरूको पनि कल्चरल कुराहरू थाहा हुन्छ अनि हामीले पनि एक्सचेन्ज गर्न मिल्छ धेरै। ठिक हो। एउटा कल्चरमा गइसकेपछि ब्लेन्ड हुनपर्छ, स्ट्रबेरी स्मुदी जस्तो बन्नपर्छ, स्ट्रबेरीको फ्लेभर आओस्, नेपलको फ्लेभर आओस्, तर ब्लेन्ड सबैसँग भएर मिक्स हुन पऱ्यो होइन। यो राम्रो कुरा हो। हामी चाहिँ कस्तो हुन्छ नि, त्यहाँबाट आउने अन्डर ग्रेडको स्टुडेन्ट देख्छु मैले, ग्रेजुएट पनि देखिरहेको हुन्छु होइन। यहाँ आएपछि चाहिँ कोप अप गर्न सक्दिनँ कि अलिकति समस्या हुन्छ कि भन्ने अलिकति टेन्सन, प्रेसर भनौँ न, थोरै प्रेसर लिनुहुन्छ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। त्यो कुरामा चाहिँ कस्तो छ भने, आफू भलो त जगत भलो भन्छ नि, त्यस्तै खालको हो कि अब आफू त्यो ठाउँमा ब्लेन्ड हुन नि सक्नु पऱ्यो नि त। मेन्टल्ली प्रेसर भनेको चाहिँ कस्तो हो भने, अ, यहाँ त्यस्तो धेरै समस्या चाहिँ छैन, किनभने ग्रेजुएट स्टुडेन्ट भनेको रिसर्च गर्ने, साँझ बिहान जाने, रिसर्च गर्ने, साँझ फर्किने, सुत्ने, खाने, सुत्ने, उठ्ने, जाने, नर्मल दिनचर्या नि त्यस्तै हुन्छ होइन। त्यही पनि जे होस्, एउटा नेपाली भएको ठाउँमा गइयो भने सजिलो हुन्छ। अनि अब तपाईँले अघि भन्नुभयो एसओपीको कुरामा अलिकति होइन, साथीहरूले दाइहरूले हेल्प गर्नुभयो, सिनियरहरूले एसओपीको फर्म बनाइदिन। अनि त्यस्तोमा तपाईँको सहयोग चाहिँ कहाँ कहाँबाट पाउनुभयो? अरू केही कसैले सहयोग गर्यो वा तपाईँलाई आइडिया दियोस् भनौँ न, मेल लेख्दा यसो लेख्नुहोस् भनेर मेलको आइडिया दिने होइन, वा कुनै सिभीको आइडिया दिने, त्यस्तो आइडियाहरू तपाईँले कसैबाट पाउनुभयो जो युएसमा छ वा नेपालमै छ? हजुर, यो मेल र सिभीमा चाहिँ 3-4 जनाले हेल्प गर्नुभएको थियो। मेरो चाहिँ कस्तो भन्दाखेरि मेल चाहिँ मैले सुरुमा गर्दा चाहिँ हजुरको एकदमै के कस्तो भन्दाखेरि एकदमै टु डिटेल र एकदमै लामो लेखे जस्तो फिल भयो कि मलाई। त्यो पछि मेरो यो जब मेरो जो फर्स्ट इन्टरभ्यूमा मेरो रिजेक्ट भयो नि, त्यसपछि त्यो अघि मैले होला जुन भन्थेँ नि क्लेम्सन युनिभर्सिटीको होला, मह्म। त्यसपछि चाहिँ म एकदमै त्यो भन्नाले एकदमै कस्तो नराम्रो फिल भएको थियो कि त्यतिखेर मलाई। अनि त्यसपछि अनि सबै सिनियरसँग फेरि सल्लाह गरेँ मेरो मेलमा के मिलाउनुपर्छ, के गर्न सकिन्छ होला भनेर। उहाँहरूले चाहिँ अलिकति चप डाउन गर अनि एकदम स्पेसिफिक भएर लेख, तिम्रो चाहिँ एक्सपिरियन्स र तिम्रो इन्ट्रेस्ट चाहिँ एकदम स्पेसिफिक लेख, तिमीले चाहिँ एकदम अलिक बढी नै लेखेछौ, त्यो सेन्टेन्सहरू कम गर भन्नुभयो। अनि त्यसरी चाहिँ अनि मैले मिलाएर अनि त्यसपछि गरेपछि चाहिँ एकदम एउटा टेम्प्लेट पाएँ कि मैले त्यसपछि। अनि मलाई कस्तो भन्दा त्यही टेम्प्लेट युज गरेर मैले मल्टिपल प्रोफेसरलाई इमेल गरेँ कि भन्नाले प्रत्येकको लागि मैले टाइप गरेको थिएन क्या त्यसरी। इमेल प्रत्येकको लागि बस उनीहरूकोसँग मिल्ने इन्ट्रेस्ट र उनीहरूको पेपर अनि उनीहरूको पेपर र उनीहरूको इन्ट्रेस्टसँग मेरो कसरी अलाइन हुन्छ भन्नेवाला सेक्सन मात्र मैले एडिट गर्न परेको थियो क्या। त्यसरी चाहिँ एकदम फास्ट भयो थियो मलाई। किनभने हजुरको इन्ट्रोडक्सन पार्ट र मेलको इन्ट्रोडक्सन पार्ट अनि मेरो आफ्नो एक्सपिरियन्स अनि एक्सपिरियन्स र अनि मलाई पछि कन्ट्याक्ट गर्नु होला यसमा यसमा मेरो स्कोर यो हो भन्नेवाला सेक्सन त कमनै भयो नि त सबैलाई। किनभने मेरो त अलरेडी एउटा स्पेसिफाइड प्रोफेसरहरूको लागि यो रिसर्च गर्नेहरूलाई मात्र मेल गर्ने प्लान थियो नि त मेरो। अनि त्यही भएर चाहिँ मलाई त्यसपछि चाहिँ अनि एकदम मेरो फास्ट 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 इमेल भयो। सुरुको टाइमहरू भन्दा चाहिँ एकदम फास्ट फास्ट इमेलहरू भइरहेको थियो। ओके, ठिक छ, एकदम तपाईँलाई त्यो कुरामा चाहिँ बधाई छ होइन, पाउनुभयो। अब एउटा लास्ट क्वेसन चाहिँ, तपाईँ घरबाट अब सायद प्याकिङ गरिसक्नुभयो, घरबाट निस्किन लाग्दाखेरि घरको सम्झनामा के राख्नु भएको छ त आफ्नो झोलामा भनौँ न? हजुर, अब यसमा चाहिँ फ्यामिली फोटो मेन, अनि अब अर्को चाहिँ अब यहाँ अब त्यही अब आमाहरूले बनाइदिएको केही सामानहरू अथवा केही अचारहरू छ भने अचारहरू लिएर जाने गर्छु, ट्राई गर्छु। अब त्यही सम्झना चाहिँ त्यही हुन्छ। एकदम तपाईँलाई धेरै धेरै बधाई छ होइन, म चाहिँ बधाई दिन्छु। अहिलेको केसमा चाहिँ तपाईँ लक्की नै हो, किन भन्दा यो सोसियल मिडिया स्क्रिनिङभन्दा अगाडि नै तपाईँको विषय लागेको छ। त्यो लाग्नु भनेको नि एउटा लक्की
चाम हो क्या तपाईँ होइन हजुर। अब आइडाहोमा तपाईँले फोडर प्रोडक्सन सोइलमा केही गर्नुहुन्छ भन्ने आशा छ। अब युएसमा तपाईँ चाँडै आउँदैछ भेटौँला। अब सरसामानहरू राम्रोसँग प्याक गर्नु होला। धेरै कुराहरू जस्तै अचारहरूको कुरा गर्नुभएको थियो। म चाहिँ यहाँबाट नि के भन्छु भन्दाखेरि अचारहरू अहिलेको सिनारीमा चाहिँ नल्याउनु होइन। किन भन्दा तपाईँलाई थाहा छ नि त क्वारेन्टाइन होइन फुड प्रोडक्ट प्लान्ट एन्ड मिट प्रोडक्ट्स आर हाइली प्रोहिबिटेड भनेर लेखेको हुन्छ क्या इमिग्रेसनमा। एन्ड वी डोन्ट वान्ट एनी वान टु गो ब्याक फ्रम द इमिग्रेसन अफिस होइन। फेरि पनि बताइदिन्छु युएस आउनुहोस्। आएपछि हाम्रो फेरि कुरा हुनेछ के भइरहेछ कसो भइरहेछ हामी बुझ्नेछौँ हामी भेट्ने पनि छौँ है। त्यही भन्दै आज लागि धन्यवाद भन्छु। धेरै धेरै थ्याङ्क यू आउनुभयो आफ्नो एक्सपिरियन्स सेयर गर्नुभयो। यस लगतै हामीले फेरि केही पर्यो केही भयो भने हजुरलाई बोलाएर फेरि हामी बुझ्छौँ होइन। अहिलेलाई चाहिँ थ्याङ्क यू।